भाइले त आज सबैतिर अनफलो गरिदिन्छु भन्दै धम्की दिँदै गए। ल त नि गाइज हाम्रो 377 डेको मिनी ब्लगको सुरुवात गरौँ कुछ यसरी जङ्गलमा मङ्गल गर्दै। बिहान बिहान पसल आउँदै बित्तिकै सरप्राइज छोड्न जाने अर्डर थियो जुन छोड्नतिर लागिहाल्यो भाइसँग। म उनको मम्मीले विदेशबाट छोरीको बर्थडे भनेर पठाइदिन् जुन थुप्रै सामान थियो, फोनहरू थियो जुन उहाँलाई गयौँ ह्याप्पी बर्थडे टु यु भन्दै सरप्राइज दिँदै उहाँको सबै सम्पूर्ण सामान मलाई दिन्। डीआरको अर्डर छोड्न भाउपुरतिर गयौँ, छोरीले अर्डर गर्थिन् मम्मीलाई छोड्दिन भनेर सामान जुन छोड्यौँ। त्यसपछि पसल आएको त एकजना भाइ आउँछन् गरे, दाइ चस्मा कतिको भने मैले भाइ मिलाएर ल्याइदियो 300-400 रुपियाँसम्म भने। दाइ तपाईँ ठग्नुहुन्छ फ्रीमा दिनुहोस् न म तपाईँको फलोहरू भने नाइदिन्न भनेको त अनफलो गरिदिन्छु यो भनिदिन्छु भन्दै के भन्दै गयो। त्यस्तो साह्रो हुन्न, माया गर्नु छ भने सामानै पाउनुपर्छ गिफ्टै पाउनुपर्छ भन्ने हुन्न। त्यस्तो छ भने त अनफलो गरेर नि केही भएन। झन् त्यसपछि कामदाममा लागे, प्रिन्टिङ काम थियो, हिजो नि गरिरहेको थियो आज नि गरिरहेको हावा खाँदै। त्यसपछि म चाहिँ अर्डर छोड्न जान्छु, भाइ तिमीहरू यो काट्दै बस भनेर भाइहरूले छोडे। अर्डर पुरै बोकेर एउटा बोटगाउँ एउटा चाहिँ मोतीपुर कता थियो जुन छोड्नतिर चप्परगाउँ भन्ने ठाउँमा पनि थियो जुन छोड्दै घुम्दै हिँडे। जुन छोडी आए पनि एकजना स्कुलबाट पनि फेयरवेलको लागि अहिले के भाइरल त्यो बनाउँछ नि फ्रेम सरहरूको डायलग वाला त्यही बनाउँदै बसे। त्यसपछि यसो ब्रेक लिएर गए लस्सी खान गएको थिएँ, फालुदा खाऊ भने। जुन भाइ छुन् एकदम दयालु खान, जहिले नि मलाई प्रमोसन गरिदियो भन्छन्, मैले प्रमोसन गरिदिएँ। त्यही भएर उहाँ मेरै पसलको साइडमा यताउति हुन्छ गएर खाइदिनु होला। हाई प्रिन्ट गरेको सबैलाई फ्रेम पनि गरिदिए। भाइ एकदम ह्याप्पी भएर लिएर गए। त्यही बिचमा हाम्रो बहिनीहरू पनि त्यही घुमिरहेको थिए, बिग प्यान गरिरहेको थिए। यसो भिडियोमा बहिनीहरू पनि देखाइदिरहेको अवस्था क्या हावाहुरी चलिरहेको थियो। म चाहिँ भित्र प्रिन्टिङ काम थियो गरेको थिएँ। त्यसपछि यसो पसलको अगाडि पनि एउटा ब्यानर टाङ्दिएको अवस्था जुन सबै मिलेर कुछ यस प्रकार पनि देखिनला। बनाइसकाइ यसो हेरेर चेक जाँच गरेर जुन दामी भएछ जुन। त्यसपछि आज छिटै बन्द गर्नुपर्छ किनकि घर हाम्रो बर्थडे पार्टी छ जुन गयौँ सरप्राइज दिने हिसाबले घर। केक सेक बोकेर सबै गएको थियौँ हाम्रो सब ग्रोमो टिम ग्याङ भएर जुन सरप्राइज दिनतिर लाग्यो। गयौँ दिम अनि हेर्न सक्नुहुन्छ केक भित्रै नै एउटा फोन गिफ्ट थियो जुन त्यो ट्विस्ट थियो। त्यही सब रमाइलो गर्दै त्यही सब मिलेर आज रमाइलो खानपिन सबै गऱ्यौँ, बर्थडे मनायौँ। त्यही गर्दै देखाउँदै आजको मिनी ब्लग सकाउँदै ल त नि गाइस भोलि भेटौँला नयाँ मिनी ब्लगको साथ।